आजको भ्लगमा चाहिँ म आज मेरो बिदाको दिन हो, त्यही भएर घरमा के गर्ने भन्दाखेरि म यहाँ यस्तो भइरहेछ क्या, झाडु खाल्दै काम गरिरहेको छु नि त। अनि तर घामले अति गर्मी भइरहेछ, पसिना इसोरी भएको छु, तर पनि म काम भने गरिरहेको छु। फुलहरू सबै छ, यहाँ बाटोको चाहिँ अवस्था अति नाजुक भएको कारणले मैले फुलहरू यो हिजो अस्तिको दिन यो काटेकै मैले दुबो चट्ट फुलहरू चाहिँ बबाल बबाल नै छ हाम्रोमा। फुलै फुलको बगैँचामा, फुलै फुलको बगैँचामा इँदारोहरू चाहिँ फुल्नै बाँकी छ। अनि त्यही हो, यता हुँदै रोपेको छौँ फुल। अनि यहाँ ती प्लान्टहरू छ अलिअलि यस्तो छ। आज चाहिँ यही गर्नुपर्ने छ, यही फुलहरू योहरू सब झारहरू उखाल्नु छ। मैले धेरै दिन भयो नि त झारु नउखालेको, घरमा एक्लै छु, बहिनी छैन, त्यही भएर योहरू सब झारले फुललाई खाइदिरहेछ। अनि योहरू यता पनि सोड्नु छ, किनभने हामीले गहुँ काटेर यस्तो गरेर घरको अवस्था लथालिङ्ग भएको छ नि त, त्यही भएर हो क्या। योहरू सब सफा गरेर आज यो झारहरू उखालेर मेन चाहिँ यहाँ बाटो यो चाहिँ सफा गर्नु छ। म मेन चाहिँ आज मैले योहरू सब यो झारहरू यो सब झार क्या, योहरू सब सफा गर्नुपर्ने छ। मैले यो यहाँ हुँदैको नि यो झारहरू सफा गरेर यो घरको पनि अवस्था यो गहुँले गर्दाखेरि त तासुकै त्यो भएको छ अवस्था यस्तो छ। यो सबहरू उखाल्नु छ मैले, किनभने पहिला अब घरमा अहिले हामी 3 जना छौँ, छ्यामा काका म 3 जना मात्रै। पहिला चाहिँ बहिनी पनि थियो नि त, सुमिरा बहिनी हुँदा खासै केही गर्नु पर्दैन थियो। अहिले बहिनी नभएपछि घरमा कोही नभएपछि घर यस्तो लथालिङ्ग छोड्नु भयो, त्यही भएर आज यो झारसार काटेर यो सब फिनिस गर्नु छ। उँभो घरको उँभोपट्टि पनि त्यही हो, घरमा मान्छे कोही नभएपछि 3 जना छौँ हामी। छ्यामा कता काममा जानुहुन्छ, काका पनि ड्युटी जानुहुन्छ, अनि म पनि बिदाको बेला यसो भ्याएको बेला, त्यही भएर आज चाहिँ मेरो कामै सट्टा यो हो। मेरो छेउमा उहाँ पर लुगा धुँदै हुन्छ। अनि हाम्रो घरै यस्तो छ त, अनि गाउँमा घर छ मेरो भन्नु परेन, अनि यस्तैको त भ्लग बनाउनु पर्यो त। अनि जस्तो छ त्यस्तै हो होइन। अब यो सब झारहरू उखालेपछि अब यो फुलहरू यत्रो ड्याममा छ नि, अब यो फुलहरू फुलेपछि कस्तो राम्रो हुन्छ। मैले यसको मुन्टाहरू हिजो अस्तिको दिन चुडाइदिएको क्या, यो सबको चुडाइदिएको छ। किनभने यो अग्लो भएर हात त मेरो त यस्तो भइरहेको रहेछ, अग्लो भएर यस्तरी लुइन्छ क्या, अनि त्यही भएर यो चुडाएपछि चाहिँ झ्याम्म हुन्छ। त्यही भएर मैले उतापट्टि हुँदैन यस्तो फुलहरू धेरै छ, योहरू सबको मुन्टा चुडाइदिएको छु क्या। मायामा गर्थे उनलाई अझै पनि गरिरहेको छु। औँसीको रात कालो बादल जस्तै झरी भाछु, सपना सम्झना कल्पनामा तिमीलाई पाइरहेको। कमलकी फुल तिमी मेरो मनमा फुलेकी छौ, म भमरा तिमी सुन्दर फुललाई हेरी भुलेको छु। प्राय सधैँको सपना भित्रै माया डुब्ने गर्छु, सपना नै सही तिम्रो हात समाएर हिँड्ने गर्छु। तिमी फेर्छौ सास अनि मात्र मैले जिउने गर्छु, धड्कन्छ मुटु तिम्रो अनि माया बाँच्ने गर्छु। नलागोस् नजर तिमीलाई मनै भित्र लुकाइ राखु, सपनामै सीमित तिमी मनै भित्र साँची राखु। काश जुन तारा तिम्रो लागि ल्याउन मैले सक्ने भए, पाउमै ल्याई तिमीलाई राखी मैले सजाइदिन्थे। शब्द नै कमी हुन्छन् वर्णन गर्दा तिम्रो रूपको चर्चित। हेलो आज मैले घरमा के भन्छ फुलहरू सफा गर्दा गर्दै हामी चोकतिर आएको थियौँ नि त। चोकमा चाहिँ यस्तो पानी परिरहेछ क्या, बबाल पानी परिरहेछ। विकेश हामी चाहिँ पानीपुरी चटपटे खाएर बसिरहेको छौँ। पानी चाहिँ अति परिरहेछ क्या यहाँ, बबाल छ। अङ्कित सर यता हुन्छ। हेलो रिकेश
आज पानी परेर हेलो गाइस हाम्रो मिनी भ्लग छ ल चोकको अवस्था यस्तो छ होइन उनीहरूको भ्लग चाहिँ यस्तै छ क्या पानी परेर बिजोक भइरहेछ हामी तल चोक आएको थियौँ अति बनाएर रात परिसक्यो रात परे पनि तर पानी चाहिँ रोकिएको छैन क्या अति रिकेश भाइ A few moments later. मेरो साथी अंकित ओ यता हेर न रुको जरा सबर करो तेरो पेट अलि घटा भ्रष्टाचारी जस्तै देखिस बात तो सही है केटाहरूको हालत यस्तो छ रिकेश पानी परेर चाहिँ अति चोक त अति बवाल देखिँदो रहेछ यार पानी पर्दा त हो आजको भ्लगमा तिमीहरू मात्रै देखिन्छौ देख्न सक्नुहुन्छ बब्बाल छ ठिक छ दामी हाम्रो राजीव सर र अंकित सर हुनुहुन्छ हामी चाहिँ यहाँ तलतिर चटपटे खाएर फर्केको तर पानी आएर गिद्दी भइरहेछ देख्न सक्नुहुन्छ म चाहिँ यसरी पेन सुर्केर हिँडिरहेछु अनि हाम्रो राजीवजी र अंकितजी हुनुहुन्छ दामी छ अनि चोक निक्लेर फर्किँदाखेरि त यस्तो पानी पर्दैन चोकमा धेरै बेर बस्यौँ नि त हामी अनि त्यसपछि अहिले फर्किँदैछौँ घर छाता ओढेर यस्तो छ अवस्था हेर्नुहोस् हाम्रो चाहिँ के भन्छ पानी झरीमा पनि फोटोसुट भयो होइन पानीमा पनि फोटो बवाल भयो घर फर्किँदैछौँ मेरो घर उहाँ मासतिर हो चोक यहाँ तलतिर हो अनि हामी फर्केको ल हाम्रो फोटोसुट पनि पानी झरीमै उभिएर छाता उडेर फोटोसुट भयो क्या चोकहरूको चाहिँ अवस्था यस्तो छ क्या पानी परेर त्यस्तो कन्सेप्टको भिडियो कसले बनाउँछ होइन ढुङ्गा खाएर गरिबको मुखबाङ देखेको थिएन हौ यत्रो उति ल्याएर पानीमा होइन हाम्रोतिर यत्रो खोल्सा बढिसकेछ क्या हामी चोक पुगेर फर्किँदा ए घर जाने बाटो त यस्तो भइसकेछ अघि आउँदाखेरि यस्तै थिएन खोला भइसकेछ यार हामी घर पुगिसक्यौँ तर बाटो चाहिँ घर छेउको खोल्सा हो क्या यो चोकदेखि उक्लिने यस्तो बाटो भइसकेछ तर जे होस् मजा भयो आज चोक गयौँ होइन बसेकै भयो एक ठाउँ त्यहाँनिर 2-3 चोटि चटपटे खाएर पानीपुरी खाएर फेरि त्यहाँदेखि एकछिन पानी रोकेपछि निक्लेर उर्तिर सुरेश दाइकोमा आएको त्यहाँ पनि उही चटपटे नै खाइभयो क्या बसे चाहिँ आज चोकमा लामै भयो हाम्रो यस्तो भइरहेछ हिँड्नै घर पनि पुगेँ फाइनल्ली म सबजना रुम आइपुग्यो पानी झरीमा चोक बसे चाहिँ हाम्रो लामो भयो एकछिनको लागि गएको थियौँ हामी पानी परेर हामी बसेकै भयो त्यो बिग्रेको छ त्यो तल तारको त्यो मुनिको पनि हेर त त्योहरू नै छैन त्यो गिटारको यस्तो भयो हिजो चाहिँ अनि मेरो घरमा केटाहरू आएको थियो नि त साथीहरू चोक गयो आयो आउँदाखेरि रात पऱ्यो पानी पर्दै क्या फेरि त्यही भएर भ्लगको इन्डिङ नै गरिदिनु केटाहरूलाई बस भनेको 8:30-9 बजीतिर घर लाग्दै थियो अलि माथि हो नि त उनीहरूको घर किनिहाल्यो खानासाना खाइयो त्यो दिन तलदेखि आएर आइपुगेर हामी टिकटक बनायौँ क्या निकै बेर त्यसपछि खाना खाएर साथीहरू छुट्यो म घरमै बसेँ अनि यो भ्लगलाई यस्तै व्यवस्था हान्दिउँ अर्को भ्लग पनि आउँछ गर्मी अति छ क्या ल बाई बाई